गाइज वेलकम टु माई मिनी भ्लग होइन। यति बेला चाहिँ म मेरो बुढीलाई टक्क गिफ्ट ल्याइदिँदैछु है त। चाहिँ मेरो बुढीलाई टक्कसँगले भ्यालेन्टाइनको गिफ्ट यो डेरी मेकहरू छ होइन। यहाँ एउटा चाहिँ के लुगा हो है, महँगो लुगा परेको होइन। अर्को छ यहाँनिर श्री मनिषा देवी ज्वेलर्स भनेर फागुनन्दा जोक पर ल्याएको छु। अर्को छ यहाँनिर हेर्नुहुन्छ स्पेसल भ्यालेन्टाइनको गिफ्ट चाहिँ यो हो है, फ्लावर एउटा चाहिँ होइन। अनि अर्को छ बुढीलाई मनपर्ने भनेको चाहिँ यो चाहिँ के हो त, आलु निम्की। त्यस पछाडि आएछ यो चक्लेट छ, अनि त्यस पछाडि यो चिप्स पनि ल्याइदिएछु। आज चाहिँ करिब मेरो 50,000 को पैसा चाहिँ यहाँ टाकटुक सक्यो यार, छक्क परेको म त। यतिमा 50,000 सक्यो बा। मेरो प्यारी बुढीको भ्यालेन्टाइन गिफ्ट चाहिँ यसरी मनाइदिएको छ है त मैले। ल यो बुढीलाई थाहा छैन मैले ल्याइदिएको होइन, तर मैले चाहिँ यहाँनिर उसले थाहा नपाइकन भिडियो बनाएर राखेको छु। अनि यो टक्क लुकाउँछु, भरे दिने है त। भयो आयो ओए के अबे आज त अरे के गिफ्ट हमें गिफ्ट गाइस, यो चाहिँ महँगो गिफ्ट लन्डनको ब्रान्डेड साडी हो। लन्डनबाट मेरो बुढीलाई लन्डनबाट ल्याइदिनु भने लन्डनको साडी। अब यहाँ बेग्लै छ, बेग्लै अब सुन क्या हो। यो चाहिँ गिफ्ट मेरो बुढीको चट्टसँगले आज भ्यालेन्टाइन डेमा होइन, स्पेसल है। ह्याप्पी भ्यालेन्टाइन डे मेरो बुढी, धेरै माया। अबे फेरि एकचोटि वान्स मोर त्यो भाउजूले भने अब खै त किन हाँसेको। खै त लु सक्यो।